ल यसरी चटपटे खाँदै अनि गाडीमा मिठा मिठा गीत सुन्दै सुन्दै म चाहिँ लागेँ घर अर्घाखाँचीतिर। म चाहिँ धेरै वर्षमा घर जान लाग्यो नि त अहिले अर्घाखाँची 3-4 वर्षमा चुनावको बेला भएपछि गएको थिइनँ कि, त्यही भएर म चाहिँ एकदम एक्साइटेड छु कति बेला पुगिन्छ भनेर। त्यही भएर चाहिँ एकदम रमाइलो मान्दै म चाहिँ लागेँ घरतिर। घर जाने बेलामा चाहिँ एकजना उतैतिरको आन्टी पर्नुभयो चिनेको, अनि 2जना गफ गर्दै गयौँ। त्यसपछि यो ढुङ्ग्रे खोला भन्ने ठाउँमा आएर चाहिँ हामी खाजा खानलाई रोक्यौँ। त्यसपछि म चाहिँ यता खोलातिरको भ्यू हेर्छु भनेर एकचोटि ल हेर्नु त खोला। यहाँ पनि पुरै बाटो बनाउन लागेको रहेछ, बाटो बिगारेर घन्द्रङ बल्ल गयौँ। यता डोजर लगाइरहेको रहेछ, अलिअलि जहाँसुकै बाटो बनाउन थाल्यो कि बाटो एकदमै खराब छ। हामीलाई नि बहुत गाह्रो भयो, 2-3 घन्टा जाम परेर पनि जान चाहिँ गयौँ। यो चाहिँ ढोरपाटन है त। पछि यता खाजा खाना होटेलमा आयौँ, आन्टी कुर्नु भयो, मैले पनि खाजाको लागि कुरिरहेको छु। त्यसपछि मैले चाहिँ चाउमिन मगाएको थिएँ कि, अनि मेरो चाउमिन आयो। यता चाहिँ अर्को आन्टीले समोसा मटर खाजा खाएर हामी के निस्केको थियौँ गाइस। अलि माथि पुग्दाखेरि त बाटो बनाउँदै रहेछ डोजरले, जाम पर्यो कि। अनि हेर्नु न, मैले चाहिँ डाँडाकाँडाको भ्यू पनि क्याप्चर गर्न पाएँ अलिअलि। त्यसपछि कुर्यौँ लगभग आधी 1 घन्टा त हामी त्यहीँ कुर्यौँ होला कि। त्यसपछि आधी घन्टापछि जाम खुल्यो, अनि चाहिँ हामी निस्किनु थाल्यौँ गीत सुन्दै। अनि मेरो चाहिँ 7-8 वर्षपछि नि साथीसँग भेट हुन थालेको थियो कि अर्घाखाँची गइसकेपछि। त्यसपछि म फेरि कति बेला पुगाउँ जस्तो भइरहेको थियो कि, जाम पर्दा नि बोर लाग्ने कि। बल्ल गाडी खुल्यो, त्यसपछि हामी चाहिँ निस्क्यौँ माथितिर। अब चाहिँ हामी देउराली भन्ने ठाउँमा आउन थालेछौँ। यहाँ पनि बाटो बनाउँदै रहेछ, जहाँसुकै बाटो बनाउँदैछ कि अहिले चाहिँ बाटो बनाउने सिजनै हो कि त्यो। ल हेर्नु त कस्तो राम्रो सनसेट देखिरहेको, मैले चाहिँ अलिअलि भए पनि क्याप्चर गर्न पाएँ। हेर्दा हेर्दै हामी पनि देउराली भन्ने ठाउँमा पुग्यो है। अब देउरालीदेखि त नजिकै पर्छ हाम्रो घर, अनि घर गयौँ, खाना खायौँ, सुत्यौँ। यो चाहिँ अर्को दिनको भ्यू है। मेरो साथी अनि म भएर चाहिँ हामी सुन्तला मेरो बारीमा सुन्तला टिप्न भन्दै गयौँ। हेर्नु न कति राम्रो छ मौसम, यताको खुल्ला आकाश। पछि यो चाहिँ अलिअलि मात्र फलेको रहेछ हाम्रो साथी, अनि मेरो साथी लिएर मैले चाहिँ टिकटक बनायौँ, बस्यौँ, गफ गऱ्यौँ। अब धेरै लामो समयपछि भेट भएको नि त, 1-2वटा टिकटक त लिन पऱ्यो, फोटा पनि खिच्न पऱ्यो। बाई गाइस, सी यू। फेरि अर्को भ्लग बनाउँछु है त म।